खतरा भन्छन् हाम्रो बहिनी बुद्ध जन्मे लुम्बिनीमा धर्म नेपालीलाई ज्ञान छरे संसारभरि धर्म नेपालीलाई विश्वले नै चिन्छौँ एसियाका ज्योति हाम्रा लागि चम्किरहने गौतम बुद्ध मूर्ति हाम्रा लागि चम्किरहने गौतम बुद्ध मूर्ति धन्यवाद कार्यक्रम सञ्चालक ज्यू आदरणीय समाजका अध्यक्ष महोदय मञ्चमा विराजमान कार्यक्रमका प्रमुख सचिवज्यू विशिष्टातिथि अन्य अतिथिहरू निष्पक्ष निर्णायक मण्डल विभिन्न विद्यालयबाट पाल्नुभएका आदरणीय गुरुवत्तहरू प्रतिस्पर्धामा आफूलाई खोल साबित गरी विजयको माला पाइदिनु तयार रहेका मेरा प्रतिस्पर्धी मित्रहरूलाई यस गाडीमा कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूमा अमरावती समाजदेव विद्यालयको कक्षा 7 मा अध्ययनरत छात्रा सान्जा पढाउनुका ज्ञान ध्यान नमस्कार सर्वप्रथम साथै बहुत महत्त्वपूर्ण सार्वजनिक विषयवस्तुमा वक्तव्य कलाकृति आयोजनकारी मलाई पनि सार्वजनिक गन्तव्यहरू प्रस्तुत गर्ने नौलो अवसर प्रदान गर्नुभएकोमा आयोजकप्रति हार्दिक आभार प्रकट गर्दै विलम्ब नगरी बनाइराख्ने अनुमति चाहन्छु आज मेरो वक्तव्य कलाकृति विषय भइरहेको छ सुखी र समृद्ध समाज निर्माणमा बुद्ध धर्म आउनुहोस् सन्दर्भको सुरुवात गरौँ के हो सुखी र समृद्ध समाज भनेको वास्तवमा एकभन्दा धेरै मानिसहरू आफ्नो धर्म संस्कृति रहन सहन वेशभूषालाई अगालेर एकै स्थानमा बसोबास गर्छन् भने त्यस्ता मानिस समूहलाई समाज भनिन्छ समाज धेरै मानिसहरूको समतोल सम्बन्ध कायम गर्ने साझा चौतार थियो यदि समाजमा सबैतिर हाँसी खुसी छ मेलमिलाप छ प्रेम वातावरण छ कर्तव्य र नेताका मानिसहरूले कर्तव्य र मर्यादा गर्दछन् अनि कुलित संस्कार र भ्रष्टाचारको कुनै गुन्जाइस नै छैन भने त्यस्तो सोचिए समाज चाहिँ सुख समाज भनिन्छ त्यसै गरी समृद्धि भन्नाले सम्पूर्ण सुविधायुक्त कुनै कुराको पनि अभाव नरहेको धार्मिक सामाजिक सांस्कृतिक र जीवको विकासको प्राप्ति भएको उच्चतम अवस्था हो यो त विकासभन्दा धेरै माथि नागरिकको अनुहारमा देखिने उमङ्ग खुसी र आनन्दको अवस्था हो बाबाज्यू अब म चर्चा गर्न चाहन्छु के हो त बुद्ध धर्म भनेको एसियाका ज्योति नामले संसार प्रसिद्ध तत्कालीन कपिलवस्तु राज्यका राजा शुद्धोधन र उनकी रानी मायादेवीको कोखबाट ईसापूर्व 520 वैशाख पूर्णिमाको दिन जन्मेका लुम्बिनीमा महामानव सिद्धार्थ गौतमद्वारा पृथ्वी आदि धर्मलाई नै बुद्ध धर्म भनिन्छ हाल संसारको चौथो ठुलो धर्मका रूपमा रहेको यस धर्म संसारभर करिब 40 करोड मानिसले मान्ने गर्दछन् नेपालको दोस्रो ठुलो धर्मका रूपमा रहेको यस धर्म संसारका सर्व विकसित र खुशी राष्ट्रका रूपमा पहिचान बनाएका सिङ्गापुर थाइल्यान्ड इरान जस्ता देशहरू बौद्ध दर्शनकै कारण यहाँसम्म पुगेका हुन् भनेर भन्न सहजै सकिन्छ बौद्ध धर्म सत्य र अहिंसामा आधारित छ यो विवेक शून्य छ प्रकृति प्रेमी छ प्रगति छ अनि सत्य सिद्धान्त
गर्दछ। तसर्थ होस् विद्यार्थी साथीहरू हातेमालो गरेर अगाडि बढौँ। जसरी शान्तिका अग्रदूत भगवान गौतम बुद्धले जन्मेपछि 7 महिना यसै देशको लुम्बिनीबाट क्रान्तिकारी द्वारपाल गर्नुभएको थियो। ठीक त्यसै गरी यो पावन बुद्ध भूमिबाट बौद्ध दर्शन गर्दै विश्वको विभिन्न देशमा गएर